नानीको बाबा अफिसबाट आउनुभयो के ल्याइदिनु भयो बाबुलाई हेलो गाइस के हो यो आज हेलो गाइस ब्याक टु माय च्यानल आज चाहिँ मेरो बाबाले सरप्राइज ल्याइदिनु छ गाइस अनि म आउँदै म भर्खर आएको गाइस मलाई थाहा पनि थिएन लास्टमा मलाई थाहा भयो गाइस मेरो बाबाले मोमो पनि ल्याइदिनु छ गाइस सरप्राइज देखाउँछ गाइस भर्खर म स्कुलदेखि आएको म अब ड्रेस चेन्ज गर्न जान्छु गाइसहरु मेरो छोरा चाहिँ ड्रेस चेन्ज गर्न गएको आइसको बाबाले चाहिँ 7-8 दिनको टुरपछि आउनुभयो यसले चाहिँ हामीलाई चाहिँ सामानहरु ल्याइदिनु भएको गिफ्ट तर के ल्याइदिनु भएको हेरेको छैनौँ है हजुरहरु पनि हेर्नुस् हजुरहरुलाई पनि देखाउँछौँ है सरप्राइज हेरौँ आउनु बाबा कुनको कसको के हो भन्न आउनुस् तिमी यो कसको मम्मी के छ खै भित्र हेर त के छ होला हेर्नु गाइस के छ के रहेछ यो कसको यो कस्तो राम्रो देखियो यो कसको थ्यांक यू बुढा नानी तेरो नानीको गिफ्ट बाबुले गणेश भगवान मन पर्छ गणेश भगवान बाबुलाई अनि ती चारवटा भक्कन मन पर्छ ओहो हेर्नुस् गाइसहरु हाम्रो नानी त बसिसक्यो गाइस हेर्नु मलाई के मिलेछ वाउ भगवान गणेश भगवान अर्को पनि रहेछ त यो दुईटा हेर्नुस् यो पनि कस्तो राम्रो रहेछ बडा थ्यांक यू वाउ यो मेरो यास्ताम हो यसबाट आएको की पनि रहेछ बाबा नानी यति खुसी छ कृष्ण भक्कन मन पर्छ मादेल हेर नानी खुसी भएर यस्तो गरेछ मम्मी आफ्नो ब्यासले त्यसमा हाल्नु यसले ब्यास मिलेट हुन्छ नि बाबा हेर्नुस् कस्तो राम्रो देखिएको छ गाइस अब ब्यास राम्रो थ्यांक यू हाल्ने अब गाइस सबै सामान आफ्नो आफ्नो ठाउँमा के हुनु बहिनी यति खुसी छ हाम्रो नानी गाइस अब हामी अर्को सरप्राइज हेरौँ है अर्को गरौँ सरप्राइज गाइस बाबु यो चकलेट कसको बाबु नानीलाई बहिनीले मेरो लागि यो गाइस चकलेट यो के छ खोलेर हेर न खोलौँ छुर्पी रहेछ यति धेरै छुर्पी ओहो अनि गाइस बाबा यो कसलाई दुईटा प्याकेट चकलेट यो कसलाई सरप्राइज हो तिमीहरुलाई दिए नानीलाई मलाई सरप्राइज गाइस हेर्नु एउटा चाहिँ नानीको एउटा चाहिँ मेरो नानी तेरो ल मेरो अब अनि यो चाहिँ कसको मम्मी बाबाको गाइस हो यो सरप्राइज चाहिँ मम्मी बाबाको के भन्छ मम्मी बाबाको हेरिदिने गाइस अब यो छ ओहो के रहेछ यो गिफ्ट छ नि यो खोलाउन गई खोला न च्याता न च्याता ओहो आइसको कति धेरै पावर रहेछ म कार दिन्छु कि बरु आइसलाई एकदम हतार भइराख खोल्नको लागि यो कसको यो एक नामको ब्ल्याक टी ब्ल्याक टी हामी सबैको लागि मम्मी बाबाको यो मसला टी दुध टी यो ग्रीन टी ओहो ग्रीन टी यो कसको लागि हो थ्यांक यू यो नानी बाबुको लागि नानी वाउ नानी बाबुको लागि के हो यो कसको लागि हो ग्रीन सिटी यो मेरो बम्बेस भन्ने के रहेछ खै कहिले पनि खाएको छैन मैले मम्मी हेर्नु गाइस यो के हो यो चकलेट होला यो मेरो यो त नानीको यो त मेरो एकछिन गाइस आटा गर्छौँ नानी र मैले गाइस अहिले मम्मी बाबालाई मन पर्थ्यो घरको खुसानी गाइस अब लास्ट एउटा गाइस सरप्राइज छ सबै मम्मीको हो लास्ट एउटा बहुत भारी छ के हो के नानीको चकलेटहरु निकालिसके छन् मेरो नानी बाबु अब यो के हो ड्राई नट्सहरु यो चाहिँ मेरो मम्मीको लागि मसला ल्याउ त म खोल्छु घरमा खानको लागि त्यसरी हेर्नु छोरा त्यसरी छोड गाइस यो चाहिँ मेरो मम्मीलाई स्वीट क्रीम मसला लड्डु बनाउनको लागि हो गाइस हेर्नु यसरी यो घरमा खानको लागि बाबाले ल्याउनु भएको हामी सबैले परिवार बाबु यो कसको हो सबैको गाइस अर्को काट जो अर्को चाहिँ यो गाइसहरु अर्को चाहिँ यो काजु बदाम पिस्ता छोरा किसमिस रहेछ गाइस यति माथि हो आजको सरप्राइज चाहिँ अब हामी राखेर म खाना साना खाएर हामी होटल जान्छौँ गाइस अब हामी चाहिँ बाबाले ल्याएको मोमो खान्छौँ गाइसहरु म त मेरो फेभरेट भुट्नु हुन्छ गाइस अब हामी आफ्नो सबै सरप्राइज
गाइजहरु मलाई यो ब्रासलेट एकदम नै मन परेको थियो यो कहाँबाट निकाल्ने त अब? सबभन्दा मलाई मन परेको ब्रासलेट हो बटरफ्लाई वाला रहेछ एकछिन तू कस्तो निकाल्ने? 6 गाइजहरु अब हामी चाहिँ मोमो खान्छौँ यतिकै खान्छौँ 3 4 गाइजहरु अब हामी चाहिँ मोमो खान्छौँ यतिकै खान्छौँ गाइस और चटनी पनि छ गाइस आजलाई यति नै हो गाइस भिडियो बाइ गाइस अब चाहिँ हामी होटेलमा भेटिन्छौँ गाइस हजुरसँग अहिलेको लागि चाहिँ यति हामी पछि होटेलमा भेटौँला गाइस बाई होटेलमा गाइस